शक्तिशाली राष्ट्रमध्ये एक भारतका प्रधानमन्त्री शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी हो। नरेन्द्र मोदीको हातमा त्यस्तो के निशान छ जसले साफ साफ बताउँछ कि यिनी राजयोग लिएर जन्मिएका हुन्। यिनी दीक्षा लिन जाँदाखेरि यिनको गुरुले यिनको हात हेरेर यिनको अनुहार हेरेर तिमी धर्मको लागि बनेका हैनौ, तिमी अध्यात्ममा जोगी हुनको लागि बनेका हैनौ, सन्यासी हुन लागि बनेका हैनौ, तिमी राजनीति गर्नका लागि जन्मेका हौ, तिमी राजनीति गर भनेर अनुमति दिएका थिए र दीक्षा दिन अस्वीकार गरेका थिए। त्यसपछि यिनले सन्यास त्यागेर राजनीतिको शरणमा गएर यिनी राजनीतिक नेतृत्वमा हाबी हुँदै गए र क्रमशः यिनी आज नरेन्द्र मोदी बन्न सफल भएका छन्। नरेन्द्र मोदीको हातमा त्यस्तो के राजयोगको निशान थियो जसलाई हेरेर चाहिँ यिनको गुरुले यिनलाई राजनीति गर्न सल्लाह दिएका थिए। आउनुहोस् एक एक गरेर जानु। थ्यांक यू फर सब्सक्राइब एन्ड लाइक। ओके, सबभन्दा पहिला त हामी उनको यो अंगूठामा जान्छौँ। अंगूठा एकदमै लामो छ। जब बोडी औँला एकदमै लामो हुन्छ र चोरी औँलाको फर्स्ट लाइन भन्दा माथि पुग्छ, यो आफैमा एउटा राजयोगको संकेत हुन्छ। र यदि यसको हाइट यहाँसम्म पुग्दछ भने यो महापुरुषको हातमा हुने लक्षण हो। महापुरुषको हातमा मात्र यति लामो बोडी औँला, स्ट्रङ बोडी औँला हुने गर्छ, जसले यस्तो व्यक्ति महापुरुष हो। पूर्व जन्मदेखि नै यसमा केही संस्कार छ, यसको अध्ययन, यसको कर्मको फल यो जन्ममा यसले सहज ढङ्गले प्राप्त गर्दछ र उच्च ओहदामा पुग्छ भन्ने कुरालाई यसले देखाउँछ। त्यस्तै हामी यिनको लाइफ लाइनमा जान्छौँ। यो यिनको लाइफ लाइन हो। लाइफ लाइनबाट हामीले हेर्न सक्छौँ यहाँनिर एउटा स्पष्ट भाग्यरेखा प्रारम्भ भएर माथि गएको छ। यसरी भाग्यरेखा लाइफ लाइनबाट निस्कियो भने यस्तो मान्छे आफ्नै दमखममा, आफ्नै पौरखमा, आफ्नै मेहनतमा सफल हुने गर्छ। यस्तो व्यक्तिले अरूको खुट्टा मोबिने प्रयास गर्दैन। यस्तो व्यक्तिले बाउबाजेको सम्पत्ति पनि खाँदैन, बाउबाजेको सम्पत्ति पनि लिन्न। यस्तो मान्छेले आफ्नै दममा कमाउँछ। अरबपति, खरबपति, करोडपति सम्मको मुकाम यस्तो व्यक्तिले हासिल गर्छ। यिनको हातमा हामी यो प्रोग्रेस लाइन स्पेशल देख्न सक्छौँ। त्यस्तै अर्को प्रोग्रेस लाइन पनि हामी यहाँनिर देख्न सक्छौँ। दुईवटा प्रोग्रेस लाइन यिनको हातमा बनेको छ, जुन राजयोगको साफ साफ लक्षण हो। त्यस्तै हामी यिनको हातको अर्को पिकमा जान्छौँ। अर्को फोटोमा हामीले ध्यान दिएर हेऱ्यौँ भने यसको हातमा हामी देख्न सक्छौँ यहाँनिर सनलाइन पनि बनेको छ। सनलाइन नेमफेमको लागि जानिन्छ। तपाईलाई थाहै छ सनलाइन भएको व्यक्तिले नेमफेम कमाउँछ। साथै यिनको हातमा मनी ट्रायंगल पनि बनेको छ, जसले हातको शुभतालाई वृद्धि गर्ने काम गर्दछ। यस्तै हामी यिनको हातको अर्को पिकमा जान्छौँ जहाँ हामीले साफ साफ देख्न सक्छौँ यिनको हातमा कहाँनिर राजयोग छ भनेर। यो यिनको असली राजयोगको साइन। यदि कसैको बुढी औँलामा कम्प्लिट नटुटेको पिकक आई वा ओडेन आई वा बुद्ध आई, यसको विभिन्न नाम छ, यो निशान बन्दछ, जसलाई एपको साइन पनि भनिन्छ भने यस्तो मान्छे आफैमा राजयोग लिएर जन्मिएको हुन्छ। र यदि यसको साथसाथमा औँलाको पछाडि धेरै बाक्लो रौँ छ भने त्यो व्यक्ति नेता बन्छ, त्यो राजनेता बन्छ, त्यो अरूमाथि शासन गर्ने खालको हुन्छ भनेर शास्त्रमा लेखिएको छ, जुन नरेन्द्र मोदीको हातमा सिद्ध हुन जान्छ। त यसबाट हामी कति सजिलै व्यक्तिको हातमा राजयोग छ कि छैन भनेर पत्ता लगाउन सक्छौँ भन्ने कुरा यस भिडियोबाट प्रष्ट हुन्छ।